तपाईहरु भेरेटारसम्म त पक्कै पनि पुग्नु भएको छ होला, तर भेरेटार भन्दा केवल 10 मिनेट अगाडि यो डाँडामा रहेको एउटा सुन्दर र ऐतिहासिक किल्ला साङ्गुरी गढी पुग्नु भएको छ त। भेरेटार चोकबाट स्काईवक टावरतिर जाने बाटो पाथिवरा मन्दिर भन्दा अलिकति अगाडि करिब 10-15 मिनेट पछि तपाईहरु साङ्गुरी गढी जाने गेट पुग्न सक्नुहुने रहेछ। अब यहाँबाट तपाईहरुले करिब 5-10 मिनेट यो सुन्दर डाँडाको उकालो ओह्रालो बाटो हिँड्नु पर्ने रहेछ। यहाँबाट तपाईहरुले उता हेर्दाखेरि भेरेटारको पाथिवरा मन्दिर पनि देख्न सक्नुहुनेछ। त्यो चाहिँ पाथिवरा मन्दिर हो भेरेटारको। अब यहाँ आइसक्यो, यही नजिकै हो, बाइकमा आउन त एकदमै नजिकै रहेछ। 5-10 मिनेट पछि तपाईहरु यो 1400 मिटरको उचाइमा रहेको सुन्दर डाँडा साङ्गुरी गढी पुग्न सक्नुहुनेछ। यस ठाउँमा राखिएको बोर्ड अनुसार यो गढी चाहिँ हाम्रो नेपाली सेनाले नेपाल एकीकरणको बेला यहाँ सैनिक चौकी बनाएको र एक समयमा त यो पहाडबाट तराईतिर जाने मेन नाका नै रहेछ। थुप्रै मान्छेहरू धरानबाट यहाँ हाइक गर्दै पनि आउनुहुने रहेछ र अहिले यो ठाउँमा थुप्रै मान्छेहरू यहाँको ऐतिहासिक गढी हेर्न र यहाँको सुन्दर डाँडामा फोटो भिडियो खिच्न पनि आउनुहुने रहेछ।